हेलो गाइज नमस्ते जोजोलोपा अनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ आज कतै घुम्न जाँदैछु, त्यही भएर मात्र मैले ब्लग गरेको छु, किनकि म नर्मल्ली ब्लग बनाउँदिनँ अनि कतै घुम्न जाँदै गर्दा चाहिँ मेमोरी हुन्छ भनेर मात्र ब्लग गर्छु नि त। त्यही भएर चाहिँ ब्लग गरिरहेको छु र म अब रेडी भएर सबै तयारी गरेर म भिडियो कन्टिन्यू गर्नेछु। अहिलेको लागि यति भन्दै बाई गाइस। म चाहिँ रेडी भएर जाँदैछु। यहाँ मेरो दाइ हुनुहुन्छ। हेलो भन्देऊ। हेलो। अनि तिम्रो ड्रेस आउटफिट चेक ल। ओके। एक्सेसरिज फ्रम न्युयोर्कर, बुट फ्रम न्युयोर्कर एज वेल, प्यान्ट फ्रम जारा, अनि ज्याकेट चाहिँ नेपालबाट हो, माई लभ नेपाल। अनि त्यसपछि टी सर्ट चाहिँ मैले न्युयोर्करबाटै लिएको, ज्वेलरी चाहिँ मलाई सुजुले गिफ्ट दिएको। थ्याङ्क यू सुजु। अनि चस्मा चस्मा चाहिँ आई थिङ्क न्युयोर्करबाटै हो। ओए सुजुको आउटफिट चेक। ओके ओके ल डन। ओके गो फर इट। मेरो यो जुत्ता पोखराबाट लिएको हो, अनि यो ज्याकेट फ्रम रसेल मार्केट, अनि यो एक्सेसरी चाहिँ कहाँबाट लिएको हामीले? न्युयोर्कबाट। अनि यो आई थिङ्क जाराबाट, न्युयोर्ककै जाराबाट। तर यही नै हो, हामी यही आउटफिटमा अब जाँदैछौँ। हामी अर्को सिटी जाँदैछौँ पनि भनिदेऊ न। हामी अहिले कहाँ अरे, कुन सिटीमा छौँ? रिगा। अब हामी युरमाला भन्ने सिटी जाँदैछौँ। रिगाबाट जम्मा 2 आवर्सको दूरीमा छ। त्यहाँ गएपछि नयाँ ब्लग हुन्छ। त्यहाँ गएपछि हामी फेरि ब्लग कन्टिन्यू गर्छौँ। अहिलेलाई यति भन्दै बाई। हामी चाहिँ अब हाम्रो ट्रेन छोड्दैछौँ। हामी ट्रेनको टिकट काटेर बसेको छौँ, तर कुन ट्रेन हो हामीलाई थाहा पनि छैन। हामी यतिकै बसिरहेको छौँ। यहाँको मान्छेलाई इङ्ग्लिस आउँदैन, उनीहरूले इङ्ग्लिस बुझ्दैन, हामीलाई उनीहरूको ल्याङ्ग्वेज आउँदैन। 12 बजी भनेको हो। अब हेर के हुन्छ। टिकट चाहिँ काटेर बसेको छौँ। अब ट्रेन चढेपछि हजुरहरूलाई म भिडियो गरेर देखाउनेछु। त्यही अघि देखाएको ट्रेनलाई चाहिँ त्यही ट्रेनमा चढिसक्यौँ। अब चाहिँ जाँदैछौँ। वहाँ पुगेपछि म हजुरहरूले भिडियो कन्टिन्यू गरेर देखाउनेछु। हाम्रो स्टेसनमा आइसक्यौँ र यो कताबाट कता जाने थाहा छैन मलाई। म दाइको घरमा आएको छु, तर दाइलाई पनि थाहा छैन कि कहाँबाट कहाँ जाने। म आफै पहिलोचोटि आइरहेको छु। हामी दुईजना नयाँ नयाँ, मतलब कि ऊ त पुरानो भइसक्यो, तर ऊ फर्स्ट टाइम आएको हो नि त। भन्नुलाई थाहा छैन। मलाई त झन् म त पुरै नयाँ। म त पुरै नयाँ। तर नयाँमै म खतरा घुमिदिरहेको छु भन्देऊ न त। मलाई खतरा घुमाइदिइरहनु भएको छ। म दाइको घरमा आएँ, तर दाइले मलाई कहाँ लाग्छ मलाई थाहा पनि छैन। जस्ट सारङ्गे फोटोसोटो खिचेर अब फेरि अर्को बाटो जाँदैछौँ कि हामी। त्यहाँबाट पनि फेरि फर्केर आएको छौँ। मेरो दाइ म्याप हेरेर हिँडिरहेको छ, तर त्यो म्यापले हामीलाई उल्टो बाटो पुऱ्याउँछ जस्तो लागिरहेको मलाई। फर्क्यो भने अर्को आपत। अब म त्यहीँ पुगेपछि देखाउँछु। अनि यो चाहिँ हो उर्माला है, युरमाला सरी, युरमाला के हो अरे? यो सिटीको नाम मयुरी। अनि हामी जाँदै गरेको बिचको नाम त्यो बिचको नाम त्यही बिचको नाम हो। उसलाई पनि थाहा छैन, मेरो दाइलाई पनि थाहा छैन। त्यो भएर यही हो। अब हामी वहाँ पुगेपछि चाहिँ म भिडियो गरेर हजुरहरूलाई देखाउँछु। ओके, हामी
आउनु त आयो नि तर अब यो 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 हो नि योभन्दा पछाडिपट्टिकोमा छ होइन त्यो बिच तर नो यहाँ हेर्नु न यो प्राइभेट प्रपर्टी हो अरे अनि हाबाट जानु मिल्दैन उताको बाटो बन्द छ गेट बन्द छ अब चाहिँ कहाँ जानु कहाँबाट जानु हामी मलाई थाहा थियो यस्तै यस्तै हुन्छ हाम्रो टाइम लस हुन्छ अनि लास्टमा गएर अलि पछि बल्ल केही आइडिया पाउँछौँ भने मलाई थाहा तर पनि वाइ मान्छेहरूलाई सोधौँ न है उहाँहरू पनि जाँदै हुनुभएको रहेछ अब हामी पनि उहाँहरूसँगै जाने हो अब म धरानको जङ्गल चढ्दैछु त्यो माथि आज जिन्दगीमा बोट लागेर हिँड्दिनँ अब यो दाइको बोली चाहिँ तपाईँहरू इग्नोर गरिदिनु होला कृपया हाम्रो डेस्टिनेसन आयो मङ्गलपाडाको अपोजिट बिच यही हो क्या तिमी त धनी अब हेर्नु र तपाईँलाई म स्वर्ग देखाउँछु आज कस्तो हुन्छ स्वर्ग भनेर ए कुदौँला हामी आइपुग्यो हाम्रो डेस्टिनेसन फाइनल्ली फर्स्ट एक्सपिरियन्स एन्ड म र भूमिका दिदी हामी मिसिङ यौँ किनकि तपाईँलाई पनि जान मन थियो नि त त्यही नै हो ल अब अरू देखाउँछु ल पछि हामी चाहिँ घुमेर अब फर्किन आँटेको हामी घुम्न आएको त्यस्तो मजा भएन है आजको हामी घुमेर चाहिँ अब फर्किन आँटेको हाम्रो झोला त्यहाँ मेरो दाइ अब त्यही हो हामीले चाहिँ खाँदै खाँदै गएको छ ओइ आयो आयो गाइस म चाहिँ घुमेर सबै भेटेर मेरो भ्लग एन्ड गर्न चाहन्छु मेरो भ्लगमा केही मैले अब जस्तो आउँछ त्यसै नै भ्लग बनाएको छु केही गल्ती भए अब सरी भन्न चाहन्छु कमेन्ट गरिदिनु होला म अब के इम्प्रुभ गर्नुपर्छ त्यो पनि इम्प्रुभ गरिहाल्छु हजुरहरूले भन्दैपछि र मेरो भ्लग यहीँ नै इन्ड गर्न चाहन्छु बाई मेरो भ्लग हेरेर माया गरिदिनु होला लाइक सब्सक्राइब अनि कमेन्ट गर्न नभुल्नु होला बाई